सानो गाउँमा अर्जुन नामको केटो बस्थ्यो। उसको घर निकै गरिब थियो। बुबा दिनभरि मजदुरी गर्थे, आमा घरको कामसँगै अरूको घरमा पनि काम गर्थिन्। अर्जुनको सपना भने ठूलो थियो। ऊ एक दिन ठूलो मान्छे बन्न चाहन्थ्यो। स्कुल जान उसले हरेक दिन 5 किलोमिटर हिँड्नु पर्थ्यो। जुत्ता पनि थिएन। कहिलेकाहीँ भोकै पेटमा पर्न जान्थ्यो। तर उसले कहिल्यै हार मानेन। एक दिन शिक्षकले सोधे, तिमी ठूलो भएर के बन्न चाहन्छौ? अर्जुनले मुस्कुराउँदै भन्यो, म मेरो परिवारको अँध्यारो हटाउने उज्यालो बन्न चाहन्छु। समय बित्दै गयो। रातभरि बत्ती नभएर दियो बालेर पढ्ने अर्जुनले आफ्नो मेहनतलाई कहिल्यै रोकेन। धेरै सङ्घर्षपछि उसले ठूलो परीक्षा पास गर्यो। पूरा गाउँले उसको सफलता मनायो। अर्जुनले आफ्नो पहिलो कमाईले बुबा आमालाई नयाँ घर बनाइदियो। उसको आँखामा आँसु थियो, तर त्यो दुःखको होइन, खुसीको थियो। उसले बुझिसकेको थियो, अँध्यारो जतिसुकै गहिरो किन नहोस्, एउटा सानो बत्तीले पनि उज्यालो ल्याउन सक्छ।